किताब चाहियो वेद पढेर आयो भन वेद पढेर आयो भन पर्दैन लरबाट आउने हो बाटाको खर्चको लागि यहाँ पैसा छ यहाँ पढ्न हिँडेको यहाँ किताब पनि छ राम्रोसँग पढ्नु पढ्नुपर्छ अनि यो खाजा भोक लाग्ने खानु है अब यो भोगेर यहाँ छाता पनि छ पानी आउने उठ्नुपर्छ यहाँ हातमा समाउनु धेरै ज्ञानी भएर आउनु है यो बाटो चाहिँ पढ्नको लागि कहाँ जाने बाटो अप्ठ्यारो छ राम्ररी जानु बाटो राम्रो ख्याल गरेर जानु बिस्तारै दौड्दै जानु है ध्यान दिएर पढ्नु दौड्दै जानु छोपा छोपा ल भेटाइयो ल ल कति पढ्यौ धेरै पढ्यौ ल अब विद्वान भएर आयो बाबु पढेर आए भन अब हामीले बाबुले सम्मान कार्यक्रम गर्नु हुन्छ बाबुले सम्मान कार्यक्रम गर्नु हुन्छ आफूले सिकाएको भयो